हेलो साथी हो र आज हामी चाहिँ है यहाँनिर आमा मेरो वाइफ अनि यहाँ मेरो छोरी चाहिँ आज हामी खोला गइरहेछौँ है। कहाँ आएको नानी? खोला गइरहेछौँ है। अनि उहाँहरू चाहिँ एकदम आज गर्मी पनि राम्रो भइरहेछ, मौसम एकदम। मेरो छोरीको डान्स यस्तो डान्सहरू गरिदिन्छ। खै गरिदियो त फेरि सिङसेन डान्स हो। मेरो छोरीको फेभरेट सिङसेन हो। मोटु पातलु आजकल होइन। हामी चाहिँ अब खोला लागिरहेको छौँ है। तपाईँले देख्न सक्नुहुन्छ यहाँ भ्यू चाहिँ यस्तै छ। यहाँ चाहिँ एकदम हाम्रो यहाँ चाहिँ अङ्कलको घर हो। यो चाहिँ अङ्कल आन्टीको घर हो। यो चाहिँ हामी अब खोलातिर पुग्न आँटेका छौँ है। यसरी यहाँ चाहिँ बाटो चाहिँ यस्तै छ है। यहाँ रोड आएको छैन हो, राम्रै छ बाटो चाहिँ यस्तो है। छिटाउ है, छिटाउ छिटाउ, यो नि छिटाउ भन। के राम्रो फुलहरू है, टक्कै फुलिरहेको जस्तै। र साथी हो, यो चाहिँ हाम्रो तपाईँले देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो एक्स आर्मी हुनुहुन्छ है, उहाँको घर। अनि उहाँ आन्टी देखिरहनु भएको छ, पकाएर ल्याएको। अब चाहिँ हामी खोला आइपुग्यौँ है। खोलाको त अवस्था निकै ठुलै छ। अझै पुगेकै छैन खोला। लिन अवस्था आइरहेको छ। कसरी आएछ आवाज चाहिँ? ल यता ल हामी खोला आइपुग्यो भनिदेऊ न नानी। भन न त नानी। आज सेकेन्ड टाइम होला, यो सानोमा आएको थिएँ, त्यहाँदेखि अहिले आएको है। र तपाईँ हाम्रो चाहिँ यहाँनिर लासहरू जलाएर होइन, यो डेड बडीहरू जलाएर यहाँनिर चाहिँ अब रेस्ट गर हो। यहाँनिर चाहिँ यस्तो छ है, यो चाहिँ खोला। हो ग्लास चाहिँ ल्याउनु बिर्सेछ। अनि अब यसरी नै अब खुवाउनु पऱ्यो अब है। के हो तिमी चाहिँ के भनेको? भन छिटो। अच्छा, डेड बडी जलाउने जग्गा चाहिँ यहाँनिर बनाएको रहेछ है। यो चाहिँ डेड बडी जलाउँछ नानी यहाँनिर चाहिँ। यहाँनिर चाहिँ हो। आजको कस्तो लाग्यो भ्यू? हामी चाहिँ खोलाको छेउमै थियो, तर अलिक खोला मन नपर्दा चाहिँ अलिक माथि आएको कि। हेर्नुहोस् न, आउनु नानी छिटाउनु। नानी मजा आयो? नानीलाई त यस्तै मजा आउँछ। अहिले त्यस्तै हल्लिन्छ नि। दिँदैन छिटो, यिनी सिट मात्रै दिँदैन अहिले फुल इलामी हो, यता इलामी। भिजाइदियो आमालाई भिजाइदियो। भाइ पौडी खेल्न आँटेको देख्यो भाइ। जतो उयो जतो कति गएर छ। उयो हेर एमा ओ गएर छैन नि हो।
खेला 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 निसासे त्यो बिचरा आप्पाको अन्डरग्राउन्ड लु खेल के गर्छ आप्पा नै फेरि मजा आयो आमालाई खेल्नु मन छ भने खेल्नुस् न आमा आमा तपाईँ खेल्नु मन छ भने खेल्नु नि त्यहाँ छेउछाउमा बिस्तारै स्विमिङ त जिउ फैला नि जिउ हल्का फैला लाइटली गुड ट्राई नानी मजा आयो आज मेरो छोरी कति मजा आयो डुबेर आप्पाको यहाँ ओटे काट्दियो मजा आयो है आज घर पनि जानुपर्छ ल आमा चाहिँ त डुबेको छैन यहाँ मेरो आमा हुनुहुन्छ हेलो त भनिदिनुहोस् आमा र हामीले खानेकुराहरू सबै लिएर आएको छ हो खानाहरू बनाएर ल्याएको छ दाल भात सब्जीहरू हो अन्त स्न्याक्सहरू छ मोमो पनि ल्याएको छ हो ओके हेलो साथी हो यहाँ हेर्नुहोस् है हामी चाहिँ है यहाँनिर आज खोलामा त्यसै आएको थियो है नानी बुढी अनि यहाँ मेरो आमा हुनुहुन्छ है यहाँनिर चाहिँ अब यसो पोलेर खानेको लागि व्यवस्था मिलाइरहेको छौँ फ्राई आगोमा एकदम यसलाई के भन्छ रोस्टेड न आज मजाले हाल्नु इन्जोय गरौँ भनेर हो जाँदा चाहिँ अब हिँडेर जानुपर्ने हामी होइन हिँडेर साह्रै छ खोलामाथि ढुङ्गा तात्यो भने त पाक्नु पर्ने बिस्तारै अब पुरै उयो गर्नु पर्यो बोसो झर्नु पर्यो नि हेर्नु कस्तो लाग्यो छोरी हेर्नुहोस् न दामी यम्मी गरिदिनुहोस् न यहाँ यम्मी यता हेर्नुहोस् न पाक्छ नि पाकिहाल्छ नि एकैछिन त हो के गर्नु भएको कुन चाहिँ काम मलाई त मग बनाएको लाग्यो यति मैला मग छ कसले खानु सक्छ यसमा उसले चाहिँ भाइले हेर्नुहोस् न चिप्सहरू माथिबाट बगाएर फ्याल्दै टिप्दैछ एकजना यहाँ मुनि टिप्दैछ चिप्स हामी पहिला सानो यस्तै गर्थ्यो बन फ्यालेर सुक्खा बन त्यो आउँछ रेसिङमा फ्याल्दैछ अर्कोले चिप्सहरू तोस्दै त्यसको चिप्स मेरो फ्यालेर कोकहरू फ्यालेर कति पाके छु अन्ती कति पाक्दैछ हाम्रो पर्क चाहिँ यहाँनिर है उसले पोल्दैछ एकदम आप्पालाई देऊ त एकछिनमा खानुपर्छ अब खानु चाहिँ खाँदिनँ अहिले म अलिक घटोस् न मजाले नै अनि निस्किन्छ नि त्यसलाई पल्टाइरहनुहोस् न उयो ठुल्ठुलो साइजहरूको चाहिँ अलिक उयो गर्नुपर्छ तपाईँले 2-3 खेप गर्नुपर्छ
आगो मोडलाई यो अन्त है अलिकति बाहिर निक्लेपछि यसो बनाएर खानु चाहिँ तेल निक्लेको त बोसो बोसो त्यो बोल्नु बस्नु निक्लेको त ओ ठुलो चाहिँ 2-3 खेप पल्टाउनु छ त्यसलाई चाहिँ त बनाउँ भनेको यहाँ पनि छ अलिकति मासु मात्रै करङ र मासु अलिकति हड्डी नै मजा लाग्छ म त खानु ठिकै छ मजाले पोल्दै गर्नुहोस् आमा त ऊ नहेर पनि निस्किसक्नुभयो टाउको हो छोरी खेल्दैछ ऊ भाइ बहिनी भाइहरू पनि सबैजना खेल्दैछ हुन्छ यो चाहिँ हाम्रो भुसकोला है यो भुसकोला चाहिँ हेर्नुहोस् अघि यहाँनिर पानी थिएन यो साइडमा त अघि हामी यहाँनिर खेलेको यो ढुङ्गाको छेउमा एकैछिन कालो भएर बढेर आइगयो यसको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँको यहाँ हाम्रो यो जुन चाहिँ माथि हुन्छ भुसुक त्यो माथि भुसुकमा चाहिँ अहिले पानी परिरहेको छ क्या त्यहाँनिर पानी परेको हुनाले चाहिँ त्यस्तो भएको पानी एकदम कालो एकदम हेर्नुहोस् अब हाम्रो यहाँ आमालाई भिडियो गर्ने यहाँ जोस लागेर भिडियो बनाउँदैछ दिनु नजानु है पाकेन अझै भएर तर भुसुक पानी किने यो चाहिँ डट देख्छ मुनि यसो उयो त्यो के उसको कुचो कसिरहेको के भने ल ओके ए यो कस्तो मन पर्छ सुगरी भाइ निकाल्नु हुँदैन यो खानुपर्छ हुँदैन ल बस्छ निकाल्नुपर्छ यो शाबाश यो नि हाम्रो रातो बस्छ मजाको है हजुर त्यो दुईटा मान्छे ल त्यो हड्डी पार्छ के हुन्छ नै किन्छ नसु भाङ त हड्डी थोरै भाग्नु है जो है ल वाह अब यो यसका साथसाथ मोमोहरू सबै निकालेर खानुपर्छ राक्कै वाह पडाएर दियो जो जो हेलो हजुर हामी सबैजनाले खाना खाइरहेको छौँ खोला आएको मान्छे छाता ओढेर एकदम है इन्जोय गरिरहेको छ यहाँनिर एकदम आज घाम हेर्नुहोस् एकदम के लागेको छ घाम पनि हो र साथै अब हामी खाइरहेको छौँ है एकदम यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ मोमोहरू सब्जी अब भात दालहरू त अझै निकालेको छैनौँ हामीले हो अनि एउटा के भन्नु नि हुँदैन मिठो लाग्यो टेस्टी मोमो गुड ल अब सुरु गर्नु तपाईँ मोमो खाएँ र मोमो खाएको हामी हो भोकमा खाँदाको टेस्ट चाहिँ अलग्गै हुन्छ पुरा भोक लाग्दैछ नि त यो त सुँगुर मासु खानुहुन्छ मेन उहाँ चाहिँ सुँगुर मासु मेन खानुहुन्छ हो सुँगुर मासु ओए आपाले ए जहिले थुक्निले भन्छ मलाई छोरीले कि अहिले थुक्निले अरे कहाँ निलेको छ दामी पाएको छ है छोरीलाई पनि दियो यहाँ आमाले चाहिँ खानु हुँदैन हो मासु मांस त के खाँदैन उहाँको भेज मोमो हो अब दाल भात सब्जीहरू एकदम मजाले अब निकालेर हामी खानेछौँ है खानाहरू खाएन पनि है यहाँ मिठो मजाले है र आज चाहिँ एकदम खोला बढेको छ है यहाँनिर अब खोला बढेर निकै ठुलो भइरहेको छ अहिले खोला बढेर एकदम कालो पनि भइरहेको छ पानी है सेतो छैन अघि बिहान त निकै सेतो थियो है एकदम कालो भइरहेको छ भरे छ हाम्रो यहाँ चाहिँ म्याडम हुनुहुन्छ है एमएलए म्याडम हुनुहुन्छ छाता ओढेर एकदम इन्जोय गर्छ मोमोस बाहिर र हाम्रो यो भाइहरू चाहिँ अब होइन अघि उनीहरूको सामानहरू चाहिँ यता राखेको छ हो तर भाइहरू खेल्दा खेल्दै उता थियो है उताको उतै फसिरहेको छ उनीहरू चाहिँ एकदम खोला अलिक बेसी त बढेको छैन तर भाइहरू चाहिँ अलिक अब थाम्दैन हो यो अब चाहिँ हामी खाना खानु गइरहेछ है यहाँनिर निङ्ग्रो दाल सजना अचार काँक्राको अचार हो सबै यहाँनिर बनाएर है खोलामा मजा आउँछ खानु होइन नि कति मजा आयो मजा आयो है हजुर एकदम स्विमिङ पनि गऱ्यो है मजा आयो हामी चाहिँ
आमा मजा आयो हतारमा केही गर्नु पाएन। त्यतिकै ल्याएको जे बनाएको छ घरबाट हो खुट्दै निक्लेको हामी खोर्सानी हुन्छ हालिदिइसकेँ नखेला न हौ मजा आयो है खाना खाना उभी ए कहाँ भयो उभी त्यस्तो हुँदैन आमालाई खाएर अहिले भोक लाग्छ ऊ आमा दिएछ बुढो बाबा हाम्रो सुजना त्यो सुजना अरे सजना केमा तिमी सजना खाउने आज खाएको छैन सजना तिमी नेपाली पुरा पिरो छ माम खाऊ किन त्यो पिरोको फोटो खाऊ नि त माम खाऊ फटाफट माम खाऊ न भयो निम्रो नखाऊ न भयो सिक्रेट खाऊ न भयो फेरि दुख्यो त्यस्तो लागेको होला तिमीलाई छैन नानी ज्यादा खाएर हेलो साथी हो अब चाहिँ हामी है फर्किन लागेको हो अनि अब हामी जान आँटेको छौँ घर अब नुहाइदियो पनि गऱ्यो है मैला पानीमा हो केही लुगामा खेल्यो केही लुगामा आइयो केही लुगामा गइयो अनि अरू नानीको चपस्टिक एउटैको चपस्टिक र है मेरो छोरीले चाहिँ चपस्टिकले खाना ओए चपस्टिक देखाइदिएन आमा चपस्टिक हो भइहाल्छ एकैछिन र अब चाहिँ हामी निक्लिन आँटेको है यहाँबाट है ल बाई 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 खोला ल बाई बाई हो बाई बाई खोला बाई 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 ऊ गाडा गुडुङ गर्नु थाल्यो र गाइस अब हामी चाहिँ है साथीभाइ हो अब चाहिँ हामी घरतिर लागेको छौँ किनभने मौसम पनि निकै कालो भएर आएको छ है गाडा गुडुङ गर्दैछ हो अनि अब छोरीलाई घिसाउँदै लाँदैछु हो बिस्तारो सेवास ल अब यो उकालो बाटोमा चाहिँ सकेन है कोसिस जारी छ तेन्जिङ शेर्पा त यहाँ हाम्रो पहाड चढ्यो भने त यहाँ तेन्जिङ माइला त चढिहाल्छ नि होइन हो पेमा तेन्जिङ शेर्पा त पहाड चढ्यो भने तेन्जिङ माइली चढिहाल्छ नि भयो हिँड अब अमालाई नदेखा बस्छ त ल हिँड यो चाहिँ हाम्रो भुस्सु खोलाको पुल नल ल आमा चाहिँ ल आउनु हुँदैछ